नमस्ते, वेलकम टु माई युट्युब च्यानल। स्वागत छ तपाईहरु सबैलाई मेरो युट्युब च्यानलमा। अनि मेरो च्यानल चाहिँ सब्स्क्राइब गर्नु भएको छैन भने चाहिँ प्लिज सब्स्क्राइब गरिदिनु होला। अनि हाम्रो चाहिँ यहाँ आज हामी चाहिँ गाउँ आएको आज थर्ड डे भयो, 3 दिन भयो। 3 दिनमा चाहिँ हामी यहाँनिर आज चाहिँ साँझ भइसकेको छ, बेलुका मैले चाहिँ बेलुका भइसकेको छ। अनि आज चाहिँ हामी फेरि हामी त यहाँ गाउँ डुल्लै खाँदाको जस्तै छ। आज चाहिँ तल हाम्रो अङ्कलकोमा खाना खाने प्रोग्राम छ र त्यही भएर खाना खानुको लागि बोलाउनु भएको छ। अनि हामी चाहिँ हिँडिसक्यौँ, म चाहिँ हिँडेँ, अरू अघि गइसक्यो। अब मम्मीहरू पछाडि आउनुहुन्छ। अनि म चाहिँ यहाँ बिस्तारै जाँदैछु। कस्तो राम्रो इन्भाइरोमेन्ट छ हौ। अँध्यारो अँध्यारो, उज्यालो उज्यालो अँध्यारो हुँदैछ। यहाँ मेरो अङ्कलको घर चाहिँ यहाँ पुरै झिलिमिली बत्ती बालिसक्यो, साँझ भइसक्यो नि त। अनि त्यही भएर बत्ती बालेर रमाइलो छ बस्नको लागि चाहिँ। गाउँ चाहिँ एकदम चिसो चिसो। सन्डु, हाम्रो यहाँ सन्डु कुकुर चाहिँ डुल्ले हामी जता गयो त्यतै बसिरहेको छ जस्तो। यहाँ पुरै आगोमा के पाकेको यहाँ चाहिँ। हजुर अघिदेखि यहाँ आएर मावलामा बिहानदेखि हामीलाई त चिन्दैन त यसले त। पानी खाऊ ल, चिन्नै छोरी गयो त नि। साँझमा यहाँ साथीहरू खेलेको खेला। बुनुलाई सुरुवाल मिलाइदेऊ न। तिमीहरूलाई मम्मीले सुन त, मम्मीले ल्याउन आउनु है भनेको थियो, बिर्सेछु म त भन्नै। चिनी किन्न पठाउनु पर्ने छ है 2 जनालाई भन्थ्यो त, बिर्सेछु भनेको थियो त। अहिले पो सम्झ। चिसो कति हो यिनीहरू चाहिँ, कति खेलेकै तिमीहरू दिनभरि बिहानदेखि बेलुकासम्म इटु मिठो यिनीहरू खेले। जोन चाहिँ खोइ जोन लड्यो, उठ नाटक पाऱ्यो फेरि। भाइ खोइ भाइ जोसी आइज। ऊ आफ्नो सुरमा खेल्दैछ। के गर्नुपर्ने रहेछ ल? मेरो छोरी नटी नगर न, लड्छ। जो को कराउने जोको खेले बिहानदेखि बेलुकैसम्म नसुतेजलसम्म खेला ऊ अर्को खानु सानु छैन। बाँधर टोपी लाउँदै यता खेल न, यता बनाउँदैन, हाल्दैन। यहाँनिर बस्छ यता जानु। तपाईँ के गर्नु? के गर्नु? पानी दिनु। केटाले चिया बनाइदिनु पर्यो। कसलाई छैन? त्यो दुध पखाल्नु तता हुन्छ भयो अझै राख्नु पर्छ। हाल्ने ल भयो यही पकाउने कहाँ के हाल्यो? के ल्याउने म ल्याइदिन्छु भने त। चिकन रोस्ट बनाउनुलाई यत्रो आगो कत्रो गराइ बसाएको अनि आगोमा पकाएको मिठो हुन्छ भनेर यहाँ आगो बाल्ने ठाउँमा लिएर आगो बनाएको। कति हल्ला छु सन्डे बाहिर जा। आगो बाल्ने ठाउँ यहाँ चाहिँ चल्ला पनि रहेछ हौ। आमा गिरिराज चल्ला। आगो ताप्दै बस्छ यिनीहरू त, आगो ताप्दै बस्छ यो चल्लाहरू चाहिँ। अब यहाँ कतिवटा छ यहाँ चल्ला, कत्रो ठुल्ठुलो। यहाँ आगोको छेउमा आगो ताप्दै बस्छ यिनीहरू। यहाँ त कुखुरा राख्ने ठाउँमा आगो बाल्दै राख्ने रहेछ। नुन त यहीँ छ त, नुन खोज्न हिँड्छ त। नुन यहीँ छ त साइल। नुन खोज्न गयो केटा, नुन चाहिँ ऊ त्यहाँ छ। ढाड पछाडि नुन खोज्न गइसक्यो। यहाँ कराई पनि डढिसक्यो, छिटो ल्याउ न।
अब माम खाने बेलामा चाउचाउ नखाउनु छोरी माम खानु पर्दैन मिस ज्योति मिस धोती एउटा चाहिँ दादाको टोपी लाएर भयो तिमी खाइदेऊ न मेरो तिमी खाइदेऊ ठुलो ठुलो पाहुनाहरूको यहाँ हेर त्यहाँ अर्को चिज जुस चिसो मात्रै नखा माम खा चिसो मात्रै नखा ठुलो ठुलो पाहुना छोरी यसलाई चाहिँ ऊ जस्तो अब चाहिँ खुसी भयो होला यो दिदी आएर होइन यहाँ छिटो खाऊ छिटो सबजना खाऊ है मिठो छ जोसेफलाई मिठो छ तल चाहिँ चिसो मात्रै मिठो भइरहेको जस्तो छ ऊ माम नखाने रे माम खाने माम हालिदिएको मुखमा रिसाउँछ नि माइसँग खाने दादाले त खाइरहनु भएको छ हेर्नुहोस् त दादाले ऊ भयो यति भयो नि पुग्छु म यता जानु ल ल आउनु आउनु तपाईँ यता खाना उतै हिँड्नु तपाईँ छेउमा म त्यहाँ आउँछु ल ल खान्छु हुन्छ यो कसको हो कसको हो आफ्नो भाती पाउनु नभए भात खानु पाएन जहिले खोइ तिनीहरू त सुत्यो कि क्या बडामा त मुरा सेक्दै छ मुरा पोलेर बसिरहेछ त ल म सानो सानो हालिदिन्छु भिडियो तपाईँलाई पठाइदिनु भन्ने ए ल हजुर छ मसँग छ हामीले खाएको त छैन यो बच्चाहरूले खाएको मात्रै खिचेको छु मैले खिच्ने मान्छे यिनीहरूलाई मोबाइल पानी खोइ यसको थर्मास कहाँ गयो आगो तपाईँ लाइ चिसो सानो तपाईँले पठाएर ल्याइदिएको त तपाईँले किनिदिएको लुगा हो त्यो सुरुवाल छ उही छ भित्रबाट त हुन्छ कि यो त्यो बाहिरबाट त्यस्तो भएको छ सुरुवाल होइन सुरुवाल अर्कै छ सुरुवाल चाहिँ छोटो भएको हेरेर लगाएको छैन ज्याकेट छ बाहिरबाट आउट आऊ ल आऊ आऊ है आऊ उता खुसीले केही छैन आएको तापेर खुइलेको छैन यो अनि तल सुरुवाल अनि बाहिरबाट यस्तो गोजीवाला छ के राम्रो छ दाउरा आगो ताप्दै राम्रो खुसीले उसको चाहिँ खुसी छुट्टै छ फेरि हेलो आगो तापेको यहाँ हामी त आगो तापेको है सानो लडिन्छ है भान्जी बस्नु आऊ यहाँ बस्नु
फुपूले युट्युबमा हाल्ने हो क्या मालदाई व्हाट्सअप खोइ त हाई ए तेरिका मालदाई माघे सङ्क्रान्तिको बिदाई बा हेलो बाजे खोइ त बाजेले नि हेर्नु भएन यार सन्डु यहाँ राख्नु हुँदैन नाति हुँदैन मामु बोलाउनु यो पड्किन्छ नि रानी हुँदैन है अब बाजेले पिट्नुहुन्छ यहाँनिर यहाँ आउनु यहाँ आउनुहोस् त होइन कहिलेको हो लुगा हेर न कत्रो छ त डल्लो भइसक्यो लुगाले यत्रोमै हो जे लगाइदिए पनि चुबा राखेर लाउने छोटो होस् कि राम्रो लुगा गजबले फटाउनु दिनुपर्छ आजै उसलाई बढ्दैन पनि ठिक यो कहाँ गयो है ठिक भइरहेको छ यहीँ अघि आएको यहाँ अघि तारपिन हालेको कम्ती हालेको होइन भोलि तारपिन पुगेन भने पुगेन लिएर आउँछ